सुरुङ जस्तो ठाउँ जङ्गलभित्र पसेको छु है मैले गाई चाहिँ बिहान मर्निङ अफ टाइममा बनिरहेछ यता पनि भिर पहाड अन्धारामा वन पाख भिर जङ्गलमा बनिरहेछ मजाले है बनि चाहिँ सकेको रहेन रहेछ तर एकदमै राम्रो बनाएको छ यहाँनिर चाहिँ सबैतिर झार जङ्गलहरू सबै काटेर पुटाङ पारेको रहेछ उरा यसरी सफा गरिदिएको रहेछ कस्तो राम्रो बनाइदिएको छ डाँडाहरू जस्तो राम्रो बनाइदियो यो जङ्गलहरू है यो डाँडालाई चाहिँ 84 डाँडा भनिन्छ अनि फोहोरको ढेरी चाहिँ यसरी थुपार्नु नपाए होइन 84 डाँडामा पनि यति फोहोर मैला थुपारिदिएको छ नि बिहानको टाइममा के भन्ने यस्तै हो जहाँ हेऱ्यो फोहोर म चाहिँ बिहान मर्निङको टाइममा यतातिर आउनु मन लाग्यो अनि त्यहाँनिर यस्तो झाँस यस्तो जङ्गल क्या कस्तो मजाको चिटिक्क परेको यस्तो गुमुक्क परेको लुक्ने ठाउँ अनि यताबाट जाने बाटो छ उयो बन्द गरेको छैन नि बन्द गरेको छैन ए म त बन्द गरेको छैन भनेपछि चाहिँ यो बाटो जानु पर्यो भनेर नि